हे चरी बस्यो डालीमा नुग्यो भैँस भुइँतिर ध्यान जति उहीतिर हो। चरी बस्यो डालीमा नुग्यो भैँस भुइँतिर ध्यान जति उहीतिर हो। ल हेर्नुहोस् दर्शक पनि देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो जर्सी पाड हो। जर्सी के अरे जर्सी बाछो हो यो। अब नेपालमा यस्तै छ चलन चल्ती। दोयो मजाले मान्छेले खायो। अब यसलाई चाहिँ खासी धेरै अब नदिँदा रहेछन् होइन। अब हामीले पनि खासी दिएको छैन। ल हेर्नुहोस् यस्तो जवान पाडो छ के अरे बाछो छ। ल हेर्नुहोस् नेपालमा यस्तो छ। तपाईँको चाहिँ नि लोकल हुन्थ्यो भने यसको चाहिँ बवाल हुन्थ्यो। हेर्नुहोस् मान्छेले चाहिँ बहुत स्याहार सुसार गरेर पालेर बानी गर्थ्यो। अहिले लोकलको पनि चाहिँ नि रीतिरिवाज पालन चाहिँ नि सबै हरायो होइन। अहिले चाहिँ नि धेरै हाते ट्र्याक्टर आएको हुनाले चाहिँ नि नेपालमा लोकल काठे गाई भन्नुपर्दा एकदम लोप हुने क्रममा छ। यसको संरक्षण गर्नु नेपालको चाहिँ नि एउटा सांस्कृतिक दायित्वभित्र पर्दछ र यो नेपालमा जर्सी गाई एउटा व्यावसायिकमुखी रूपमा पाल्नु त राम्रै छ, तर पनि त्यसको साथसाथै लोकल गाईलाई पनि प्रायोरिटी दिँदै र गाउँमा रहेका उचित जुन अहिले इन्डिया होइन चाइना बाहिरी देशबाट चाहिँ सामान निर्यात होइन आयात जति भइरहेका छन् त्यो नेपाललाई चाहिँ नि पूर्ण रूपमा एउटा गरिबीको दिशातर्फ उन्मुख गर्छ भन्ने मलाई विश्वास छ। किन छ भन्दाखेरि नेपाललाई चाहिँ सांस्कृतिक प्रविधिमुखी बनाउनु चाहिँ एउटा दायित्व हो होइन। सबैभन्दा राम्रो कुरा पनि हो। प्रविधिलाई कस्तो प्रविधिलाई प्रायोरिटी दिने भन्ने कुरा हुन्छ होइन। आफ्नै देशमा उत्पादन भएका स्रोत साधनको उचित समुचित सदुपयोग गर्दै प्रविधिमुखी हुनुलाई नै नयाँ चाहिँ रोजगारमुखी चाहिँ नि प्रविधि भन्नुपर्छ। र त्यो आधुनिक कृषि यन्त्रहरू यहाँ नेपालमा ल्याउनु भनेको जति राम्रो हुँदैन। नेपालमै उत्पादन भएकोलाई युज गर्नु राम्रो हुन्छ। साथसाथै काठे गाईलाई पनि एउटा उचित प्रायोरिटी दिँदै उचित संरक्षण दिँदै उचित ऐन कानुन निर्माण गरी उचित प्रायोरिटी दिँदै त्यसको पनि संरक्षण गर्नु र प्रविधिलाई पनि भित्राउनु नेपालमा रहेका खोज अनुसन्धानको चाहिँ प्रयोग गरी प्रविधिलाई भित्राउनु र किसानलाई चाहिँ प्रविधिमुखी बनाउनु दायित्व हुन्छ। साथसाथै त्यसरी आयातित गरेर नेपालमा किसानहरूलाई चाहिँ अनुदानको भरमा भनेर जुन पैसा चाहिँ नि उद्योगमा पर्छ त्यही पैसामा अनुदान भनेर दिनु चाहिँ नितान्त रूपमा गलत छ। यसको घोर भर्त्सना गर्न चाहन्छु। र साथसाथै नेपाली हामी रहौँला कहाँ नेपाली नरहे भने जस्तै नेपाल जहाँ छ नेपाली जहाँ छ नेपालीले जे गर्दैछ त्यहाँबाट माथि उठ्नुपर्छ। त्यहाँबाट माथि उठ्नको लागि नेपालमा रहेका जे छ तिनी औजारहरू चलाई होइन तिनीको उचित सदुपयोग गर्दै विस्तारित रूपमा होइन एकदम सबै सामाजिक कार्यहरू गर्दै र मिल्दै अगाडि बढ्नु नै नेपालको लागि चाहिँ नि राम्रो हुन्छ भन्ने चाहिँ मनसाय बनाउँदै म यो भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल, जय देश, जय मातृभूमि।